ल रेडी डाक्टर नगर है ल्याऊ ल्याऊ आऊ कटिङ आऊ कुन देख्ने फेरि है एकदम पेलेर कुन देख्ने फेरि अमेरिका कसो कटिङ कुन देख्ने फेरि पैसा आउनु मिल्छ बुढी तुलसा देखियो त्यहाँ देख्यो रोल कसरी थाहा भयो हजुरलाई कान्छीको नक्कली बुढीदेखि तुलसाको स्कुलमा नाम निस्केको कुरा र मुना माइत गएर किन बसेकी भन्ने सम्मको कुरा सबै थाहा भयो मलाई ओके ठिक छ है बल्ल बल्ल सबै बल्ल बल्ल के सबै थाहा भयो मलाई रोल मैले थाहा पाइसकेँ अनि हजुरलाई कसरी थाहा भयो मेरो बाबु दुईवटा मेरो बुढो पनि त पुडीकै हो नि अनि पुडीको मान्छे हो नि नि त मेरो बुढा पनि त पुडीकै हो नि त चन्द्रतिर जानु मिर्चापट्टि जानु ओके तिमी देखाएको छैन नि ल पछि काटिनु अहिले मूल घरमा गएर बसेको छैन अरे बसेकी थिइन् बसेको छैन अरे ल बाबु तपाईँको कुरा गर्नु म गएँ त ल्याऊ ल लिउँ ठिक छ होइन यताको गयो भिनाजुको कटिङ अलिकति त्यसपछि हाम्रो भित्रको कन्टिन्यू जान्छ ल यताको बाँकी छ बुवा आइसक्नु बुवा त्यहीँ हुनुहुन्छ अब है चन्द्रे आएर छ त बुवा यसो आयत गरिदिनु चन्द्रे आएर छ त भन्ने ल तपाईँ यहाँबाट यसो आयत गरिदिनु यताबाट चन्द्रे कहाँबाट आइस् त ठुलबा नमस्कार नमस्कार सुन्नु है ठुलबा नमस्कार भएपछि नमस्कार अनि भाइ एक फेरि बाहिर आयो त भनेर भाइलाई बोलाउनु ल रेडी ल त्यो गरेर बसेपछि यो पनि भइहाल्यो माइतबाट कान्छीकोमा गएर कान्छीकोमाबाट गएछ ओके वैसा आइदियो शिव माइतबाट कान्छीकोबाट आइदियो भन्ने ल गयो बिग्रियो के हुनु माइत होइन के अरे माइतबाट कान्छीकोमा के भन्नु हल्का तिमी आइदेऊ ल बोल्दा बोल्दै ल ल ओके ओके होइन यो भाडामा भनेको यता गयो होइन अब एकसर चाहिँ उताबाट आएको उहाँले भान्जेल लाउँदै गरेको मैले मेरो दाइले किन्नलाई अलि सन्तोष अलिक बस अहिले त अहिले तल भयो बस्नु त्यहाँ आइरहेको छ त्यहाँ त क्यामेरा देखिरहेको छ हो यतापट्टि जाने यता यहाँ बस न हो यहाँ ल पनि गाह्रो छ ल रेडी ए किन आयो बहिनी ए चन्द्र किन आइस् त चन्द्र रोल एक्सन बिन्ती छ काका हजुरले एकचोटि छोरालाई सम्झाइदिनु पर्यो मेरो छोरो राजु मास्टरलाई तिमीले दिन कति बाँकी छ दिन त धेरै नै छ काका ओके ठिक छ है मलाई टाइट छ बाबु एकछिन बाबु बाँकी छ किन धेरै छ अब तिमीले मेरो छोरो बुहारी आएको टाइट राख्थ्यो अब बगान भने भाग्नै पर्दैन यसलाई अलिकति टिल डाउन गर्दा उयो यसमा साडा यता उज्जल त्यो ऊ होइन के कुरो सही थियो कि ऊ हाइट गर्दा हाइट गर अनि त्यो लाइट चाहिँ डाउन गर न उता प्यान गर के अरे लेफ्ट हो अनि डाउन गर त्यो क्यामेरा के अरे लाइट डाउन गर तपाईँले है चन्द्रबाबु तपाईँको बुवासँग भेट भयो त्यो पनि है
हेर है बाबु राम्रोसँग देखियो भने त झुम हुन्छ त म त्यही स्क्रिनमा देखियो भने त अनि कहाँ काट्नु राजु मास्टर कुकुरको आफ्नै दाइ हो अर्कै आमापट्टिको त गएको तँबाट बच्चा हुँदैन भनेर होइन आफूले पाएको पेवासम्म होइन रहेछ चाहिँ भनेर मुना माइत गएको तेरो बच्चा हुँदैन भनेर होइन रहेछ बाबु अब काउन्ट गरेर पाए तपाईँले रोल धेरै पैसा तिर्नु छ रोल भन्नु है अनि भन्छ नि बोल्नु रोल एक्सन अनि धेरै पैसा तिर्नु छ होइन पहिला तँ चाहिँ क्यु दिनु भनेको ठिकै छ म अनि भनिदिन्छु ल ए पहिला मैले त्यो भनिसु मान्छेले हाम्रो घर त्यसै बना गरेको हेर्नुबाट जान्छ धेरै पैसा Ready? एक्सन सञ्जय बाबु अहिलेसम्म मैले जे जति बोलेँ गल्ती भयो त्यसको लागि मलाई माफ गरिदिनुहोस् है रोल तपाईँ गए जस्तो मात्रै गरिदिनु रोल एक्सन रोल एक्सन पुरा सुन्दर सर र ममा टाइट आइदेऊ ल ऊ उता गएर अलिक उतै गरिदियो भने मैले के भन्नु पर्यो हजुर उठाइदिनु अर्कै आमापट्टि वाइसबाट जान्छौ वैस ल सिधै भन्नु मैले के गर्नुपर्ने रेडी बनाइदिनु लाग्नु है ओके त्यही कुरा हजुरको दाइ मास्टरले थाहा पाउनु भएछ राजु मास्टर भेट्न भन्नु त्यही कुरा हजुरको दाइ मास्टरले थाहा पाउनु भएछ त्यही भएर अहिले हामीलाई उठेर लगाइदिनु थाहा है ल फोकसिङबाट जाऊँ ल ओके ठिक छ ल यहाँ जम्मा युट्युबमा डाइरेक्ट छ नि सिप कट खुट्टा मात्रै राख्यो नि तिमीले मान्छे मात्रै राख्दै हुन्छ अलरेडी मान्छे राख्थ्यौ कि अलरेडी मान्छे किन त्यसमा तपाईँहरू अलिक तल झर्नुहोस् हाम्रो स्याडोले स्याडो हो त्यहाँबाट बोल्नु थाल्नु ल बल्ल स्याडोमा आएपछि बोल्नु ल काका दाजु ल्यो कहाँ होस् त नि त्यसरी कमरे के छ ठिक छ ल सारू भाइलाई लिएर तपाईँले त भर भेटिहाल्छ गर्नुभयो ठिक छ होइन ल चन्द्रलाई घुस्काउनु खोजेर चाहिँ कहाँ हुन्छ ल चन्द्र ल म गएँ ल म गएँ ल म अहिले गएँ होइन सारू भाइलाई लिएर ल भाइ म अहिले गएँ त ल भाइ अहिले म गएँ त भनेर अनि चन्द्र यहीँ बोलाउनु कि म यतै आउँछु उता लाइट पाले होइन कि भित्र है चन्द्र ल म गएँ है त चन्द्र तुलसाको स्कुलमा नाम निस्केको देखि नक्कली भुँडीदेखि नक्कली के अरे सुन्नै भयो कान्छीको नक्कली भुँडीदेखि देखि तुलसाको स्कुलको नाम निस्केको कुरो र मुना माइतीमा गएर बसेका कुरा नाम स्कुलमा नाम निस्केको कुरो र मुना माइत गएर किन बसेकी भन्ने सम्मको कुरा सबै थाहा पूर्ण खोजेको गरेको यो सब थोक सबै थाहा मुना माइत बच्चा हुँदैन भनेर गएकी होइन रहेछ हाम्रो घरका ऋणका खाडलहरू पूर्ण आफूले पाएको पेवा सम्पत्ति लिन र त्यस सम्पत्ति ल्याएर घरका सबै ऋण तिर्नलाई नाटक गरेकी रहेछ रोल एक्सन गयो सबलाई सम्झाएर घर किन्नबाट रोकिदिनुहोस् न बस्दै देख्दैन उता लिक नगरेर यता बस्छ न म भएर आउँदै ठ्याक्कै केही पनि देख्दैन ल भित्र बाल्नु पर्छ पर्दैन पर्दैन ठिक छ अब अझै काम घुम नल्याउ उतै राख उतै सिसामा आउँछ बस बाल तल बस उतै जा उतै देख्दैन हो देख्दैन ल पानी
कन्टिन्यू छ है भित्र पनि अहिलेको त अहिले खिच्छौँ आज भाइ यति त यतिको भित्रको के अरे दिदीलाई पिरमाथिको अर्को अब कान्छीको भोलि नक्कली बल्ल थाहा हुन्छ फर्स्ट टाइम भयो लाग्यो गऱ्यो थाहा पाइसकेँ मैले थाहा पाइसकेँ तपाईँलाई भनेको थिएन शङ्का भइरहेको थियो होइन भित्रभित्र आयो सल्किसकेको थियो तपाईँलाई खुलेर भन्ने अहिले ओके नाइस ठिक छ नाइस भने राम्रो ल दुईटा क्यामेरा बस अब बसिसक्यो एउटा कान्छोमा एउटा आमा र अन्जुबा देखिनुहुन्छ एङ्गल कान्छोको पछि लिउँ न तपाईँहरूको बस्नु त दुईटा क्यामेरा बस्यो पहिला यता आऊ अन्जुको आऊ त मुकेशलाई रिसाउँदै पैसा अलिकति पैसा चाहिने चाहिँ केटा हो त्यो चुरोटको बट्टा दुईटालाई कति पर्छ अहिले चाहियो पैसा सिधै कति पर्छ सुरुलाई 120 पाइलट पाइलटदेखि 150 500 रुपियाँ जति ल्याऊ 500 जति देऊ न होइन त्यति होइन 500 को नोट नदेऊ दुई तीनटा मारा जस्तो के रुखाइ छ के ए त्यो विजिल हो के विजिल ए के रे त्यो चितुवा ल लाटो कसरी भइदिन्छ समातो ओके रेडी सन्तोष ठिकै छ ल ढोकामै तपाईँहरू यहाँनिर आउनु ल हाम्रो यहाँ कुराहरू सुन्नु क्वेसन सोध्ने र होइन एन्सर दिनुको अनुहारै देखिँदैन है उस्तो उता हेर बाबु तिम्रो र मेरो अनुहार एकचोटि ऐना हेर मेरो मतलब क्यामेरातिर फर्क्यौ सेम छ क्या राजु तपाईँ गोजिया छाम्नु त यो डल्लो त्यहीँ झरे जस्तो लाग्यो कहाँ झारे नि भन्नु आज राजु कहाँ झारे नि भन्नु सक्नु त डल्लो हुन्छ सर है हुन्छ यतिखेर खसे हुनुपर्छ हुन्छ आज यो त यहीँ छ त फेरि ए चार्ज गर्ने ठाउँ रहेछ म त यसको झरो भनेको कि यो एक्सनमा इन्ट्रेस्ट टाइट है बाबु भनौँ एक्सनमा टाइट गर्नु अरू के अरे भन्छ कान्छीको कुरा गरिरहेको छु मैले बाघ आउँछ त सिरियसली बाघ आउँछ भोरल आउँछ यहाँ घोरल पनि आउँछ बाघ आउँछ होइन चरा कराएको भुतै त बुझ्ने साउन्ड गर है अन गरौ भन्नु साउन्ड अन गर भाइ बाबु साउन्ड अन हुन्छ साउन्ड त सकिला आफ्नो छ बिलिक बिलिक गर्दै छ जहाँ देवता हुन्छ त्यहाँ थाहै रहन्छ नाना ओए भगवान शिवको सेनाको पुत्रेत हैन तिम्रो पछाडी हेर खुसी छैन है किन भने त्यसो गर न भाइ के डराको भने त्यो ए भाइ कोले भने त मैले भने हो त ए गर्नु साच्चै डराउँछ कागज त पछाडी लुम त कोले भने के पनि त अचम्म गरिन्छ यार टन्डे हम्बा त डर लाग्यो मलाई त त्यही मैले डर लाग्यो के भने दियो म त बाघले नै रम्दिङ यत्रो मान्छे चाहिँ के डराएको के त कस्तो सियाल दिन्छ कागा लुग्नु कागा आउला है कागा लुग्नु कागालाई सियाल जस्तै यो बरु रोले एक्सन के भयो राति हुँदो हो त नि अनि कागालाई सियाल जस्तो टर्च अलिकति क्यामेरामा बाल्दिनु पर्छ नि बाल्दिनु भने फेरि कङ्ग्रेस पनि भन्दै टर्च अलिकति क्यामेरातिर डर लाग्छ अनि किन डर हामी यी डर लाग्छ ल कम्प्युटर बस ल तिम्रो त्यहाँबाट आउको डाइरेक्ट आएछ सबैलाई ल कस्तो अचम्म गरिदियो यार यसले भाइ रसदालु त फर्का आया भन्दियो टाइटमा मुना निस्केको मजा आएको छैन अनि आमालाई के भयो भन्ने टाइपको रियाक्सनहरू अझै मजा आएको छैन है रोलिङ आयो दिदीको डायलग लाउ अब है कान्छी कचौरा लिएर आइ कान्छीलाई तान्देऊ कचौरा लिएर सुन्नुभयो कसौरा लिएर कान्छीलाई तान्दियो रे कचौरा लिएर कसले सुन्यो अब सुनिरहेको छौ हामीले कचौरा लिएर कान्छीलाई तान्ने यस्तो शब्द भने कि दुवैजनाले कचौरा लिएर कान्छीलाई तान्ने
होइन अलि सानो हुन्छ होला क्या भुटान माग्न आउनु त यस्तो लियो सानो छ मैले सानो ल्याउन भुटान माग्न आउँछ यहाँ उताबाट आएको तान्देऊ त अब उही भाबी भुटान चाहियो रातै पुरा तारमा त्यतिकै आउने टर्च देऊ न के छ अरे लल्यो लल्यो आइसिले कलर चेन्ज हुँदैन नि कन्फर्म ल रेडी मैले अस्ति लगलो पढिरहेको थिएँ कि तपाईँको गुड मेरो भाइ लभ यु अलिकति यता राइट टाइम गर मालसामनी पर्फेक्ट छ कि हान्यो यो देखिनु पर्यो अस्ति नुन र तेल पनि लाल रङ कस्तो राम्रो हेर न लेखेर कस्तो फिनिसिङ दियो हेरेन मैले आज यो देखेँ यस्तो राम्रो यो क्लियर हो र यही हो यही हो प्रात गाखिरहेको यो अर्को एपिसोड ए अघि गरेर अब पहिला आमा चाहिँले रोकी अब फेरि अहिले भाउ चाहिँ रोक्न थाले यसरी छोरीको घरै नगराउने हो भने खुरुक्क यहाँदेखि उहाँ गएर किन कन्यादान गरे मेरो प्याकिङ त बाबु छुट्यो नि त मेरो के अरे ल्याउ त भइसक्यो क्यामेरा सेट जिम्बलमा मात्र हालिदियो आउनु मेरो गर्नु न क्यामेरा ल्याऊ मैले गरिनँ यो गरेँ नि घाँस गरे भएर एकचोटि त गरेँ नि घाँस मैले अहिले यो त अब यहाँ हाम्रो मलाई एक अगाडि सुके तर चाहियो भन्नुभयो त्यहाँ त्यहाँ उट्या गरेर लिएर आउँदा होइन मैले भन्नु खोजेँ अब यहाँभन्दा अरू के उद्या गरेर गर्न नमिल्ने घरै देख्नु पर्ने भएर म यहाँ ठिक छ ठिक छ ल ल्याउ टेस्ट लेफ्ट साइड नबोलाउ एक्सन भन्नु रोलिङ एक्सन अनि म अलि फाल्टा आउँछु सर तपाईँसँग मोबाइल छ हो सही हो यार मेरो मोबाइल हिजो मैले कसलाई दिएको थिएँ सरोजलाई हो र सही हो टिसर्ट हो टुटुले मोबाइल भित्र हो त्यहाँबाट आउने हो त रमिस्केर आएको बेला खाउने म त भित्र छु होइन म भित्र छु होइन राजु भाइ म भित्रको साइडमा छ त बाहिरै छ म बाहिरै हो ल ल्याउ रेडी तर त्यो होइन नि दाइ कन्फर्म हो यसको अगाडि पछाडि कन्टिन्युटी केही छैन है छैन पछि म त्यहाँ आउने हो बाहिर निस्किँदाखेरि कन्टिन्युटी राम्रो भित्र काम अलिकति काम गरेर आउँछ फुल गरेर है सामान्य आधा म तपाईँलाई घाँस अस्ति हालेको छ होइन अलिअलि त दिउँ न त्यो त्यहाँ छ होइन घाँस थोरै लिएर आइदिनु ए राजु सर दाजु त्यहाँको अलिकति घाँस काकाले काटेको घाँस थियो नि मेरो घरमा हजुर त्यो घाँस थोरै ल्याइदियो नि घाँस यताउता गरेर छिब भित्र लयो बाहिरबाट हानेर यो सूर्योदय हो यो दिनको लागि साइडमा निस्क्या तिम्रो छ त तिमी होइन यो हान्नुपर्छ तिम्रो फोटो भन्नु भन ए त्यो खेल्छौ गयो ओके ल त्यो पनि पाएँ यहाँ आउँछ घाम आउने बेला चिसो आउँछ नि जहिले याद गराएको थिएँ मैले त्यो अन्तरका घाम डुबिसकेपछि पनि लल्यो ऊ त गइरहेको छ ल एक कान्छी आए इधर आए लल्यो कान्छे यहाँ हो यो यही हो कान्छे चल एक्सन कसले खोकेर मरौँ त यही खोक्न आएको थियौँ भाइ उहाँदेखि बाइक चढी उल्टो सुल्टो छोडेर लल्यो कस्तो बेला गल्ती गरे मान्छेले आज एक्सन जानु नि गइराख खिचिराख ओके एउटा गइराख अलिकति देऊ त अरू अलि ब्याग आउनु एक्सन
ओके के हान गरेर भएको भाइ कहिले नराम्रो कुरा के भन्छ भने त त लाठी खिचेको कसो रे कान्छी गई मलाई मन पर्छ चन्द्र गयो कान्छी आइ गयो कान्छी कान्छी आउने बित्तिकै गयो कि म त हाँस उठेर कान्छी आउने बित्तिकै गयो कि दाइ कान्छी आइ गई मात्र हितकोलाई एउटा काम गरेर सबै त्यो पहिला गाली दिन्छ पोजिटिभ त्यस्तो हो पनि हो परिवारको लागि मैले यस्तो हुन लागेको थियो यति नगरे भयो भनेर भिडियो गेटहरू चलाएर खिच्यो भिडियो यहाँ हल्यो उता त्यो बाल्नु चाहिँ यहीँ हल्यो होइन हलेको हल्यो छैन त्यहाँ नभन्नु भान्जी त्यहाँ नभन्नु क्यामेरा पछाडि जानु मजा आएन 2 करोड भिगो तँलाई मेरो पेवा सम्पत्ति त्यति मात्रै भने मलाई च्यापो समात्नु हो त्यो त अहिले के भन्यो राजालाई 2 करोडको भिगो भनेर भने जस्तो भयो कि भन्दाखेरिमा जुम देऊ त फ्युटीमा अप्ठ्यारो भन्न अप्ठ्यारो भएको है लो ब्याट हुन्छ है अब कार्ड नम्बर कति छ 34 खोल्ने अनि उताबाट त्यहाँबाट अन्जुमा गइदियो उजल एउटा कोदालो र एउटा भाटा चाहिँ ठिका राखेर कोदालो कन्टिन्यू जान्छ भाटा भने कुट्न जाने रोल गीताञ्जली मिस नलानु भइसक्यो गीताञ्जली मिस भयो के पुग्यो कि उहाँ थोरै छैन हो कि नलानु गीताञ्जली मिस खै यो धुवाले कम गर यसलाई धुवा कम गर यो बढी भयो सर शिव हजुर यो धुवा बढी भयो हटाइदेऊ सर धेरै भयो यो धुवाले सबै छेक्छ मेरो अनुसारले छेकिन्छ यो घरको सबै चिजहरू मर्छ मेरो बाल्नु न अहिले अहिले यो अडियोमा त परे 6 भन्नु न डे 6 अडियोमा पेट परेन तिम्रो यही उभियो हो यही उभियो तिम्रो इशारो हो हो यो चाहिन्छ आलु ज्यादा मलाई के भने जग्गा हरे गरेर अहिले सम्म के भइरहेछ धुवा हाल्नु धुवा हाल्नु पर्यो हालिहाल्नु तुरुन्त नै भइसक्यो हेलो पर्दैन मलाई फिलको लागि मात्र घुमेर देऊ यो दिदी जंगल रहे त पुरै जंगल जकेटमा हालेर अब उ त के जनता गयो ल ओइ म त्यो त जानला तपाईको फ्यान हो किन कस्टमर के बोल्दिन नि मलाई मन पर्छ के हैन त म तपाईलाई त्यस्तो सुपर छैन है न मलाई सुपर लाग्छ हामी हो घटाको बरु तरकारी नभएन उता हामी यतै बसौँ यहाँ आउनु ल त्यहाँ फेरि मामा पुरानो घर देखिन्छ उता कहाँ केही हुन्न देखेर पाउँछ तपाईँ यता जाने होला नि त अनि यता आइजो भने हैन यता आइज भन्नु यता आइजो भने क्यामेरा यता आएको थियो भने के
तपाईँ यता आइदिनु हो नि होइन क्यामेरा यता आएको बिचरा इनोसेन्ट पारा हो तर फेस मेरो दिदी लभ यु यार कस्तो माया लाग्यो लगेर आइन यार उताबाट यता आउनु भनेको थिएँ क्या मैले ल यता फेस चाहिँ यता भने त नि हो त्यहाँबाट रिज्युम दिनु भने रोल आरती मोड है तिम्रो रोलिङ एक्सन उताबाट है भान्नु जानु बाबु त्यो अहिले त तपाईँको आँसु मात्रै चाहियो आवाज चाहियो अडियो चाहियो टाइट चाहिने भयो त यस्तो होइन सर र जाने हो नि त डाइलेक्ट छैन एकदम हान ल मात्रै भयो हातले डाइलेक्ट गर्यो Action! Now move! अब कम कर दो अब छोड़ दो अब चलना छोड़ो देवरे साइड खेल दो देवरे आओ देवरे घरदा छ यताबाट चन्द्र आयो भन्दिछु आँखा आँसु पुस्नु ल नर्मल राख्दियो यो यहाँ बस्नु ल पेटो यहाँ आउनु बारी देखेर खिचिहाल्यो होइन रहेछ नि त दिदी आउनु बारी देखेर त खिचिहाले सिन त अनि स्क्रिप्ट अघि दिएन यहाँ मात्रै भएर हुन्छ म बारी देखेर ल उता आउनु भनिहालेँ यहाँ त कहाँ सिचुएसन अर्कै र होइन बारी देखेर लिएको बसेपछि अनि तपाईँले आँसु पुछेको रिज्युम दिएर हातमा आउँछु तपाईँले मेरो ल आउने हो रेडी छ रेडी रेडी सम्पत्ति छोराको हक लाग्छ के पिर लिएको सन्देश भाइ बाउको नाममा भएको सम्पत्ति सिधै छोराको हक लाग्छ नि अब बाउले मानेनन् भने मुद्दा प्रक्रिया ठ्याक्कै जाँदै थियो भयो भने यो घरमा हजुर जति बसे पनि आफ्नै सम्झाइ बस्नु भाडा पनि कहिल्यै लाग्दैन तिर्नु पर्दैन है हल्का हाँस्दै हजुर भाडाहरूको खानु छ र आफ्नो पनि पैसा पैसाले हेर्नुहोस् मलाई मेरो बास भने चाहिँ हेर्नुहोस् भनेर ओर्दिनु ल जाँदै गरेको मलाई देखेको ओके ठिकै छ लाइफ ओके साउन्ड भन्नु ल बढी टेन्सन अडियो पनि याद गर है फेरि अडियो त ठिक छ ल केही चिज हाले छैन कि आज सबै चिज हाले ल बोल्नु ल 2 सेकेन्ड त्यो स्या आउँछ अलि बुम अलि त कतै राख्दिउ त्यो केटा कुन आउँदैन यो स्या आउँदैन रेडी त्यसो माथिबाट देऊ अलि माथिबाट त्यहाँ नजिक नलज अलि यता ल्याऊ रेडी ल्याऊ नबोल है रोल एक्सन एक्सन तपाईँ ढुक्क आउनुहोस् उठिबास हुनबाट म बचाउँछु बरु अहिले
मेरो बा कहाँ हुनुहुन्छ मलाई भेटाइदिनुहोस्। धन्य होस् बाबु हजुरको। यति गरिदिनु भयो भने त हजुरले यो घरलाई आफ्नै सम्झेर बसे पनि हुन्छ। छिराउ शिवाली छिराउ रोकिन रोकिन अरे भिनाजो जाम न तपाईँले पुरा यता मार्दैन बिस्तारै घामै छ अहिले छोरा घामै छ नकाट्नु नकाट्नु अहिले नकाट्नु घामै छ ल है त्यही भएर यहाँ हेर्नु यहाँ दिल्ला हेर्नु ल्याउ रेडी ल्याउ नला रोल एक्सन मादिन्दासम्म त अनेक नबोल्ने बोलाउने पछि रेडी रेडी रोल एक्सन चन्द्रलाई घुस खुवाउनु खोजिरहेको रहेछ चन्द्रले कहाँ मानुस् त बिचरा होइन चन्द्रे ए चन्द्रे ए ल म अहिले गएँ साडु भाइलाई लिएर मेरा इच्छा खाना पर्यो खाना खाने गरी आउनु नभन्नु कि तपाईँ कहाँ त मा बसिरहेको मान्छे होइन ए खाना खाने गरी आऊ चन्द्रलाई बाला लिएर मेरोतिर नि आउनु मात्रै भन्नु भात खाने कुरा नभन्नु बाला लिएर मेरोतिर नि आउनु ल अरे बोलतिर ल अहिले म गएँ त ल ल चन्द्र नभन्नु कि यहीँ नजिकै छ भयङ्कर टाढाबाट बोलाउँछन् भाइ रेडी देख्यो आउनु मात्रै आउनु मात्रै आउनु मात्रै नबोल्नु आइरहेको छ आउट गर्छ कान्छीले पनि मैले 1 लाख रुपियाँ चोरी भयो भनेर चोर दोष लाग्न अरे अहिले मूल घरमै गएर बसेकी छ बसेकी छैन अरे अहिले मूल घरमै गएर बसेकी छैन अरे मलाई फोन गरेर मलाई पनि गर्दा मलाई देख्नु आउनु यतै आउनु बोलाउनु चन्द्रे ए चन्द्रे मलाई नै हेर्नु मैले जे भयो त्यही भन्नु ल बढी त मूल्य त मासुलाई किन्नु नै छ अन्त गएर कसरी किन्ने बरु हामी बिस्तारै बिस्तारै घरै चाहिँ नखाइदिने बिस्तारै बिस्तारै के छ घरै चाहिँ नखाइदिए हुन्थ्यो भनिदिनु न बिन्ती छ भने हात जोड्नु ल यो घरको आधा मूल्य बढी त मासुलाई नै किन्नु छ अन्त गएर कसरी किन्ने बरु हामी बिस्तारै बिस्तारै के छ घरै चाहिँ नखाइदिए हुन्थ्यो भनिदिनु न बिन्ती छ चन्द्रबाबु है
के अरे शिव वेस्ट टु टाइपमा हात जोड्दाखेरि टाइपमा पुगे नि हुन्छ ओके ल ले रोकिदिनु बिन्दिसा काका त्यहाँबाट क्यु चाहिँ अलिक त्यो फ्लो चाहिँ नछोड्नु ल एक्सन उनीहरू पनि गए भागोइदिनु उयो यताबाट दियो नि यताबाट त्यहाँ घाम उतारा छ नि हो त्यहाँबाट चाहिँ उताबाट साइडमा हो यो थोरै ब्याग जान्छ नि त हो सिसाको कमी अझै हो बस ल ओके ओके हो त्यतिसम्म हो ल ओके भन्यो बिग्रै क्या मैले ठिक छ के धेरै नै गरायो ल्याउ रोल एक्सन मास्टरले यो घर त्यसै बैना गरेको होइन हाम्रो ऋण उठाउनको लागि त्यो पनि मेरै कारणले